यस्तो होइन नि हजुर। एक पाद उत्तरासन भनेको मकरासनमा बसेर हेर्नुहोस् गर्ने त गोडा त उठाउने हो, तर श्वास भरेर यसरी फेरि यसरी माथिसम्म होइन, हल्का माथि तनक्क तन्काउने गोडालाई एक पाद उत्तरासन। श्वास भरेर रोकेर बस्ने 1 मिनेट श्वास भरेर रोकेर राख्ने गोडालाई। सीधा घुँडा सीधा, गोडा सीधा, हत्केला भुइँमा, शरीर सीधा, शान्त आनन्द मुस्कुराउँदै अनुहारको उज्यालोपन चमकलाई आफूले निहाल्दै अन्तर्स्करण मनलाई जागृति गर्दै भगवानको ईश्वरको परमात्माको आस्थालाई श्रद्धालाई सुमन गर्दै योग ध्यान साधनालाई गुरुतत्व गुरुभावमा ढाल्दै यो अभ्यास गर्दै जान्छ। त्यसरी अनि ओमकारको जब जो गर्भवती हुन्छ नि उहाँले यो अभ्यास गराएर मनमा मनदेखि ओम गर्न अथवा गायत्री मन्त्र ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। बच्चा राम्रो हुन्छ गर्भमा रहँदाखेरि, 9 महिना गर्भमा रहँदाखेरि गायत्री मन्त्र जप्ने, विश्राम तल फेरि देब्रे गोडा माथि श्वास भरेर यो अभ्यास गर्ने गायत्री मन्त्र जपले मनदेखि गायत्री मन्त्र ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। इसलिए एक पाद उत्तरासन। गर्भवती महिलाले अब जप्नु पर्छ। अब गर्भवती महिलाले मोबाइल हेर्ने होइन, बच्चालाई असर पर्छ। तपाईँ के सोच्नुहुन्छ गर्भवती महिलाले बच्चाले के सोच्छ? यदि बच्चाले ब्रेन राम्रो अर्ग्यान्सहरू राम्रो गर्नु छ भने गायत्री मन्त्र छिटो गर्नुहोस् न।